यति बेला सामाजिक सञ्जालमा व्यापक आलोचना र चर्चाको शिखरमा छिन् नेपालकी चर्चित अभिनेत्री साम्रागी। उनले आफ्नो जन्मदिनको अवसर पारेर विशाल खरेलसँग गरेको एंगेजमेन्ट सार्वजनिक गरेपछि यति बेला उनको व्यापक आलोचना भएको हो। विशाल पहिल्यै विवाहित र एक बच्चाको बाबु समेत भएको थाहा हुँदाहुँदै सम्बन्ध अघि बढाएको, अरूको परिवार तोड्ने काम गरेको जस्ता आरोप उनीमाथि लागेका छन्। यसबारे उनले बुधबार इन्स्टामा एक पोस्ट मार्फत स्पष्टीकरण दिइसकेकी छिन्। उनले विशालसँग विवाह गर्ने निर्णय गरेको बचाउ गर्दै एंगेजमेन्ट गरेकोमा पछुतो नभएको बताएकी छिन्। कसैको परिवार तोड्ने काम आफूबाट नहुने बताउँदै उनले विशाल पहिले नै धेरै अगाडि बढिसकेकाले आफूले एंगेजमेन्ट गरेको स्पष्ट पारेकी छिन्। उनले कानुनी रूपमा आफूहरू मङ्गेतरको रूपमा दर्ता भइसकेकाले प्रेमको रक्षा गर्ने बाचा गरेकी छिन्। साम्रागीले विवाह पनि एक पोस्ट लेख्दै विशालको पहिलो विवाह नै नभएको दाबी गरेकी छिन्। उनले लेखेकी छिन्, उसले मलाई स्पष्ट रूपमा भनिसकेको थियो कि उसको पूर्व प्रेमिकाबाट एक छोरा छ। उनीहरू कहिल्यै विवाहित थिएनन् अनि कसरी सम्बन्ध विच्छेद भयो। मान्छेहरू सधैँ भावनात्मक रूपमा हेरफेर गरिएका कुरा र प्रमाण बिनाका गलत कुराहरूमा बढी विश्वास गर्छन्। उनले विशालको पूर्व पत्नी सरिता सुब्बा प्रति लक्षित गर्दै आफूलाई धेरै पटक ब्ल्याकमेल गरेको समेत आरोप लगाएकी छिन्। उनी अगाडि लेख्छिन्, झुटमाथि झुट, म उनीसँग कहिले संलग्न हुने थिइनँ। यद्यपि उनले मलाई धेरै पटक ब्ल्याकमेल गरिन्। उनी अझै पनि उसलाई बढी पैसाको लागि ब्ल्याकमेल गर्छिन्। यो दुर्व्यवहार हो। विशालकी पूर्व पत्नी सुब्बाले पनि बुधबार एक भिडियो सन्देश मार्फत आफूहरू विवाहित रहेको र बच्चा पनि छ भन्ने थाहा हुँदाहुँदै साम्रागीले आफ्नो श्रीमानसँग सम्बन्ध राखेको दाबी गरेकी थिइन्। थाइल्यान्डमा गीतको छायाङ्कनको क्रममा साम्रागीसँग बेड सेयर गरेको पुष्टि श्रीमानले नै गरेपछि आफूले अलग्गिने निर्णय गरेको उनले भिडियो मार्फत भनेकी छिन्।